हेलो दाजु नमस्ते। वेलकम टु माई मिनी भ्लग गाइज। म एकदमै सन्चै आरामै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ भनेर आशा साथ म यो भिडियो स्टार्ट गरेको छु। के कसो रहेछ त नेपालको हालखबर। म चाहिँ आउट अफ नेपालमा छु गाइज, त्यही भएर मेरो टिकटक चल्दैन, क्याटकप पनि चल्दैन। सबैजनाले सरी भन्न चाहन्छु। मलाई लाइक कमेन्ट गरिदिनु भएको साथीहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अब कहिले नेपाल जान्छु, कतिखेर के हुन्छ नहुन्छ थाहा छैन गाइज। मलाई यही भिडियो मार्फत यही भन्न चाहन्छु सबैजनालाई, जतिजनाले मलाई लाइक कमेन्ट गरिदिनु भएको छ त्यति सबैजनाले थ्याङ्क यू सो मच भन्न चाहन्छु। र म अहिले इन्स्टा चलाउँछु अनि युट्युब चलाउँछु। युट्युबमा नै मलाई साथ सपोर्ट गरिदिनु पऱ्यो गाइज। डन छ नि, डन। यो भिडियो म युट्युबमा हाल्दैछु, तपाईँहरूले पनि हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। अनि यता भयो सिरी 5-6 तला छ, अनि यता भए म, यता भयो लिड। अनि नेपालको हालखबर के छ गाइज, धेरै दिन भयो यहाँ यता आएको। अहिले चाहिँ हाल म इन्डियामा छु। इन्डियाको निकै दिन भयो, 10-15 दिन भयो होला समथिङ। अनि यता त एकदम गर्मी छ, गर्मी पसिना चाहिँ देखाएको छैन, तर कपाल हल्का हल्का चिसो भएको छ, हेर्न सक्नुहुन्छ। गर्मी धेरै छ गाइस यता त। मलाई त जे होस् आफ्नै देश प्यारो लाग्छ। नेपाल इज बेस्ट, नेपाल इज बेस्ट भन्नु पऱ्यो। आफ्नै देश, सबैको आफ्नै देश राम्रो हुन्छ। आफ्नै नेपाल प्यारो छ गाइस। अनि के छ त, कस्तो छ उतातिर? उतातिर पनि गर्मी त गर्मी नै होला, तर यता चाहिँ मलाई उताभन्दा गर्मी खोइ किन यतै गर्मी लागिरहेको छ कि। धेरै गर्मी छ यता, के गर्नु गाइस, पसिना आएको आइछ। अनि सबैजनाले साथ सपोर्ट गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला, किनभने म सानो युट्युबर हो, अहिले भर्खर स्टार्ट गरिरहेको छु गाइज। अनि त्यही भएर सबैजनाले मलाई माया गरिदिनु होला, थ्याङ्क यू सो मच भन्न चाहन्छु यही भिडियो मार्फत। ओके, बाई बाई, लभ यु गाइज।